शिक्षकज्यूहरूलाई पुनः पनि धन्यवाद व्यक्त गर्दै अहिले कार्यक्रम सञ्चालन गर्दिन बहिनीहरूलाई अनुरोध गर्दछु। नमस्ते। नमस्ते नमस्ते। यहाँ के चलिरहेको छ? फुड फेस्टिभल। कस्तो सेल कस्तो हुँदैछ? ठिक ठिकै भएको छ। म बबालो नै बबालो। पैसा त्यतै दिन्छु। दिन्छु नि। कति खाने? नमस्ते भाइ। नमस्ते। यहाँ कस्तो चलिरहेको छ त यो अचार बेच? राम्रो छ यता यो मास बेचिरहेको छ कि नै? अब आउँछन् बेचिन्छ। त्यसपछि राम्रै चलिरहेछ? राम्रो छ। हस् धन्यवाद। अब हामी अर्कोमा गए। पानीपुरी के हो? के भन्छ हजुर? नमस्ते। नमस्ते। यहाँ के पाक्दैछ? पानीपुरी मोमो हजुर जे खान चाहनुहुन्छ? यहाँ के पाक्दैछ न त्यो भन्नु न हामीलाई फर्स्ट। सबैभन्दा बेस्ट चाहिँ पानीपुरी यही हो। पानीपुरी र मोमो चाहिँ 3000 सम्मको सेल भयो बिहानदेखि। बिहानदेखि। त्यसपछि राम्रै चलिरहेछ? हजुर राम्रै चलिरहेछ। राम्रै एकदमै राम्रो। मतलब यो गेम हो, दुईटा गेम छन्। यहाँ त्यो चाहिँ बल त्यो पानीमा हाल्ने होला अनि यो चाहिँ बलले यो खसाउने होला। 3 चान्स मिल्छ योमा। 3 चान्स मिल्छ योमा। 3 चान्समा खसाइसक्नु पर्ने हुन्छ यो। अनि त्यो चाहिँ 5 को 2टा बल लेखेछौँ बट 3टा दिदिन्छौँ हामी। ए त्यहाँ हामी खेल्न सक्छौँ एकचोटि? हुन्छ। आधाले ट्राई गर्न गइरहेकी छ गेम कस्तो टाइपको गेम हो भनेर। चाँदनीको चाहिँ तीनटै बोलहरू चाहिँ वेस्ट गएको छ। यता के भइरहेको छ के भन्न सक्नुहुन्छ? बजार गेमहरु लगाएको छ। कुन गेम? बजार गेम मिन्स यो कस्तो टाइपको गेम हो? अब चाहिँ हामी अर्कोतिर जाँदैछौँ। अब चाहिँ यता आर्टहरू राखिएको छ, सायद आर्टहरू बनाइराखेको छ। कस्तो राम्रो राम्रो बनाएको छ तपाईँहरू हेर्न सक्नुहुन्छ। नमस्ते। नमस्ते। यो आर्ट चाहिँ कसले बनाएको? कस्तो राम्रो राम्रो छ। यो आर्ट चाहिँ आर्ट क्लास हामी 3 जनाले बनाएको। निशा एल्गेस र मैले। अनि यो आर्ट बनाएर चाहिँ राख्नुको मुख्य उद्देश्य चाहिँ के हो? यसको मुख्य उद्देश्य चाहिँ यसलाई बेच्नु हो। यसलाई बेच्ने कसरी दिनुहुन्छ? पेन्टिङको एउटाको 3-4 हजार छ। एउटा पेन्टिङको 3-4 हजार? कति कमाइ भएको छ कि अहिलेसम्म? अहिलेसम्म त भएको छैन। अब भएपछि हो। तपाईँले पनि यो पेन्टिङ बनाउनु भएको? हजुर। कस्तो राम्रो पेन्टिङ बनाउनु भएको छ। यो पेन्टिङ सम्बन्धी केही भनिदिनु न अलि। यो चाहिँ हामीले के अरे भर्खर अहिले नै बनाएको 2-3 दिन अगाडि दिनभरि लाएर एकदम मेहनत लागेको छ तर कोही किन्न आउला छैन। अब निशाले बनाएको पेन्टिङ चाहिँ सबैले किनिदिनु होला है। कस्तो राम्रो राम्रो पेन्टिङ बनाएको छ। के गर्दैछौ तिमीहरू? यहाँ चटपट बेच्दैछु। चटपट बेच्दैछौ? चटपट पानीपुरी। अनि कस्तो चलिरहेछ तिमीहरूको व्यापार? ठिकै छ उस्तै। अनि यो पैसा कमाएपछि त कसलाई दिने? स्कुललाई दिने कि आफै लग्ने? यहाँ बाँड्ने हो। बाँड्ने हो सबै? सबैले पैसा थपेर यो बनाएको हो? त्यसै कति मान्छेले खायो त तिमीहरूको चटपट पानीपुरीहरू? खाए 20-30 जनाले। कतिको व्यापार भयो आज? ठिकै हो। पकेट मनीको लागि त भइहाल्छ होला है। थ्याङ्क यू। वेलकम। यहाँ के हो त आज मान्छे छैनन् त अनि के व्यापार चलिरहेको छैन र? व्यापार केही छैन नानु। आज छैन त्यति। ए हस् धन्यवाद।